हेलो साथीहरु सबैजनालाई लस्सो फ्याफुल्ला छ है। आज जो भिडियो चाहिँ थुक्पा खाएको भिडियो लिएर आएको छु साथीहरु, हेर्नुस्। आज चाहिँ थुक्पा बनाएको, थुक्पा और चिकन सुप बनाएको साथीहरु। अब चाहिँ खाना सुरु गरेको साथीहरु। फर्स्ट बाइट तपाईहरुलाई ल खाए ल साथीहरु। टेस्टी भन्छ नि है। मेरो बहिनी चाहिँ यता बसेर खाँदैछ। म चाहिँ यता खाँदैछु। मेरो छोरा उता रुममा खान्छ, अर्को भाइ उता रुममा बसेर खाएको छ। सबैजना अलग अलग बसेर खाएको छ। हामी दुईजना चाहिँ यहाँ। कोले मन पर्छ साथीहरु थुक्पा कमेन्ट गर्नुहोस्। भयो छोरा? दामी भन्छ है। झोल पनि मिठो भएको रहेछ। कस्तो गरम भछ नि। तातो तातो सुप खाएर त झन् गरम लागेछ। साथीहरु फाइनली खाइसक्यो। मिठै लागेछ मलाई चाहिँ। अब बहिनी भाइहरुलाई कस्तो लाग्यो म सोध्छु है त सबैको कमेन्ट। खाइसक्यो। अब बहिनीलाई कस्तो लाग्यो थुक्पा?
मिठो लाग्यो भाइले कस्तो लाग्यो दामी लाग्यो थुक्पा यो के रे उयो चिकन सुप छ जस्तै लाग्यो सिलङको हो दामी लाग्यो ल साथीहरु दामी लाग्यो रे हाम्रो मास्टर शेफ हो नि त हो पुरा बनाउँछ माइतीले त राम्रै लागेको थियो नि आज राम्रो बनाउँछ त मिठै लाग्यो नि हैन साथीहरु दामी बनाउँछ माइतीले ल साथीहरु हामीले चाहिँ सबैजनाले खाइसक्यो मेरो भाइ बहिनीहरुलाई नि सबैले मन पर्यो रे थुक्पा मिठो लाग्यो भन्दै थियो अनि साथीहरु तपाईहरुलाई कसलाई मन पर्छ थुक्पा कमेन्ट गर्नु होला मेरो भिडियोहरु नि राम्रो लाग्यो भने हजुरले सब्स्क्राइब लाइक गरिदिनुस् है साथीहरु आजको लागि यति नै हो भिडियो फेरि म भोलि भिडियो लिएर आउने छु साथीहरुको लागि ओके आजको लागि बाइ बाइ गुड नाइट स्वीट ड्रीम एभ्रीवन